अब हामी भतिजिनी र मेरो भतिजिनी र म इस्कुस हेर्नु आएको छौँ है। इस्कुस कस्तो फल्दैछ, कस्तो बट्टर फल्दैछ हो। इस्कुस फल्दैछ है, यस्तो इस्कुस हैन, इस्कुस फल्दैछ है। इस्कुस फल्दैछ यहाँनिर यी चिचिल्लाहरू। अब हामी कहाँ जानेछौँ? हाम्रो ब्लग्समा चाहिँ मकै बारीभित्र हामी जानेछौँ मकै हेर्नुको लागि। मकैको पातले फेरि नानीलाई उयो गर्छ, मकैहरू पनि हुँदैछ हो। आहा, नानीलाई मकैको पत्ताले चाहिँ उयो गर्छ नि त, असर गर्छ नि। मकैबारी हाम्रो मकै पनि अब खै धामचुर र सामचुरहरू आउँदैछ, आएको छैन कि आउँदैछ है। किराले के ठुटै पारिरहेछ मकै। यता हेर्नु हे फुल मात्रै मन पराउँछ नानीले कि यहाँ फुलबारीमा लगेर छोडिदिनु पर्यो। यहाँभित्र छोडिदिनु हुँदैन फेरि, हेर्ने मान्छे छैन कोही। हामी गएको, बाई बाई। हेर्नुहोस्